त्यसपछि हाम्रो एक्टिभ ल अफ मास एक्सन एलएमए। एक्टिभ यो ब्राकेटको चिन्ह देख, यसलाई एक्टिभ मास भनिन्छ अथवा यसलाई एक्टिभ मासले मोलर कन्सन्ट्रेसन पनि भन्न सकिन्छ। द मास अफ द्याट पार्टिकल इन रियाक्सन, द मास द्याट पार्टिसिपेट इन, कुनै पनि रियाक्सनमा पार्टिसिपेट गर्ने मासलाई मात्र हामीले एक्टिभ मास भनिन्छ। अब चाहिँ हाम्रो यो ल अफ मास एक्सनले के भन्छ भन्दाखेरि एट कन्स्टेन्ट टेम्परेचर एन्ड प्रेसर द रेट अफ रिएक्सन इज डाइरेक्टली प्रोपोर्सनल टु द प्रोडक्ट अफ एक्टिभ मासेस अफ रिएक्टिङ, यो भयो। अब चाहिँ लेट सपोज कन्सिडर एउटा रिभर्सिबल रिएक्सन लिम। अब यो भनेको यसलाई चाहिँ के भन्छ भन्दाखेरि कोफिसिएन्ट अफ स्टोइकोमेट्रिक कोफिसिएन्ट भनिन्छ। अब यो यति हेरेर चाहिँ हामीले के इन्फर्मेसन पाउन सकिन्छ त भन्दा सुरुमा हामीले एउटा यो चाहिँ रिभर्सिबल रिएक्सन हो भन्ने पाउन सकिन्छ। यसमा चाहिँ फरवर्ड रिएक्सन पनि जहाँ गइरहेको हुन्छ, ब्याकवर्ड रिएक्सन पनि गइरहेको हुन्छ नि थाहा पाउन सकिन्छ। यो चाहिँ ए र बी प्रोडक्ट रिएक्टेन्ट हो, सी र डी प्रोडक्ट हो भन्ने थाहा हुन्छ। अनि यो ए चाहिँ ए र बी चाहिँ रिएक्टेन्टको स्टोइकोमेट्रिक कोफिसिएन्ट हो र सी र डी चाहिँ प्रोडक्टको स्टोइकोमेट्रिक कोफिसिएन्ट हो भन्ने बुझ्न सकिन्छ। त्यसपछि विथ द टाइम रेट अफ कन्सन्ट्रेसन विथ द टाइम कन्सन्ट्रेसन अफ रिएक्टेन्ट घट्दै जान्छ, विथ द टाइम कन्सन्ट्रेसन अफ प्रोडक्ट बढ्दै जान्छ। यति कुरा हामीले चाहिँ यति यो रिएक्सनबाट यति धेरै कुराहरू थाहा पाउन सकिन्छ। त्यसपछि अब त्यसपछि हाम्रो छ ली चार्टेलियर प्रिन्सिपलले के भन्छ भन्दाखेरि कुनै पनि एउटा रिएक्सन चाहिँ पहिला चाहिँ इक्विलिब्रियम स्टेटमा भएको हुन्छ, र त्यसमा चाहिँ के पहिला चाहिँ के इक्विलिब्रियम स्टेटमा हुँदा के कन्स्ट्यान्ट हुन्छ, कन्सन्ट्रेसन, टेम्परेचर, प्रेसर कन्स्ट्यान्ट हुन्छ। यसमा सेम कन्स्ट्यान्ट स्टेटमा बसेको हुन्छ। यदि हामीले यो इक्विलिब्रियमलाई उखाड्यौँ भने, यसलाई छेडखाडी गऱ्यौँ भने, यदि कन्सन्ट्रेसनमा छेडखाडी गऱ्यौँ भने, जस्तो अब यो यसको रिएक्टेन्टको चाहिँ हामीले कन्सन्ट्रेसन घटाइयो भने चाहिँ इक्विलिब्रियम हुनको लागि यता चाहिँ कम हुन्छ, यसलाई कम भयो भने यसलाई भार पर्छ। त्यही भएर यताबाट यो घट्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि इक्विलिब्रियम सिफ्ट हुन्छ, यता इक्विलिब्रियम सिफ्ट हुन्छ फेरि इक्विलिब्रियम इस्टाब्लिस गर्नको लागि। अब यदि कन्सन्ट्रेसन फेरि हामीले बढाइयो भने यता भार पर्छ र इक्विलिब्रियम सिफ्ट यता हुन्छ, फेरि त्यही इक्विलिब्रियमलाई चाहिँ इस्टाब्लिस गर्नको लागि। र फेरि यदि हामीले यताबाट घटाइयो भने यता कम बढ्छ, उता यता कम हुन्छ, यता ढल्किन खोज्छ। त्यही भएर फेरि रिएक्सन फेरि इक्विलिब्रियम यता सिफ्ट भएर फेरि त्यही इक्विलिब्रियम बन्न खोज्छ। यसरी चाहिँ हामीले चाहिँ एउटा हेबर प्रोसेसबाट N2 + H2 गिभ्स NH3 2H3 कति हुन्छ। अब चाहिँ हामीले चाहिँ अब एमोनिया हेबर प्रोसेसबाट एमोनिया बनाउन हो भने अब हामीले चाहिँ के गर्न सक्छ, धेरै एमाउन्टमा चाहिँ कसरी एमोनियालाई चाहिँ बनाउन सकिन्छ त। सुरुमा त त्यसो भए सुरुमा हामीले पहिला यसको यसको चाहिँ के भनिन्छ त्यो कन्सन्ट्रेसन, कि त पहिला यसको कन्सन्ट्रेसन बढाइदिनु पर्यो। यसको कन्सन्ट्रेसन बढाउँदा बित्तिकै यो इक्विलिब्रियममा चाहिँ के हुन्छ भन्दाखेरि इफेक्ट पर्छ, डिस्टर्ब आउँछ इक्विलिब्रियममा। अथवा इक्विलिब्रियममा डिस्टर्ब आइसकेपछि चाहिँ यो इक्विलिब्रियममा आएको डिस्टर्बलाई हट न्युट्रलाइज अथवा अन्डो गरेर पहिलाकै इक्विलिब्रियममा बस्नको लागि चाहिँ यो रिएक्सन चाहिँ के हुन्छ त भन्दा फरवर्ड डाइरेक्सनतिर मुभ गर्छ। इन अर्डर टु इस्टाब्लिस द इक्विलिब्रियम अगेन भनेपछि यसमा हामीले कन्सन्ट्रेसन बढाइयो भने इक्विलिब्रियम चाहिँ प्रोडक्ट साइडतिर सिफ्ट हुने भयो। यदि हाइड्रोजनको पनि बढाइयो भने फेरि यतै हुन्छ, र यसको यता कन्सन्ट्रेसन बढ्नु भनेको इक्विलिब्रियम सिफ्ट हुनु भनेको प्रोडक्ट साइडतिर धेरै बन्नु हो, एमोनिया धेरै बन्नु। र फेरि एमोनिया धेरै चाहियो भने फेरि यहाँबाट यसको चाहिँ घटाइदिने, जति एमोनिया बनिरहेको छ यसको कन्सन्ट्रेसन घटाइयो भने फेरि यता कम हुन्छ, यता धेरै भारी हुन्छ, फेरि इक्विलिब्रियम सिफ्ट यता हुन्छ, र यो फेरि पहिलेकै स्टेटमा धेरै प्रोडक्सन भएर पहिलेकै स्टेटमा चाहिँ के हुन्छ त भन्दाखेरि पहिलेकै इक्विलिब्रियम स्टेटमा रहन जान्छ। यसरी
यदि अब चाहिँ यो के चेन्ज इन कन्सन्ट्रेसनको कुरा भयो। अब चाहिँ छ के अरे इफेक्ट अफ टेम्परेचर। अब चाहिँ इफेक्ट अफ टेम्परेचर। अब टेम्परेचरमा चाहिँ के हुन्छ त भन्दाखेरि टेम्परेचर भन्दा बित्तिकै हामीले चाहिँ दुईवटा रियाक्सन बुझ्नुपर्छ, एउटा एक्जोथर्मिक, एउटा दुईवटा रियाक्सन बुझ्नुपर्छ, एक्जोथर्मिक र इन्डोथर्मिक। अब इन्डो र एक्जोथर्मिक हुन्छ। अब इन्डोथर्मिकलाई चाहिँ के मनपर्छ भन्दाखेरि इन्डोथर्मिक रिएक्सनले चाहिँ हिट चाहिँ धेरै एब्जर्भ गर्छ। जस्तो अब हामीले प्रोडक्टबाट चाहिँ पहिला हिट यो प्रोडक्टलाई रियाक्टेन्टलाई हिट सुरुमा अब हामीले रियाक्टेन्टबाट पठाइयो भने टेम्परेचर बढाइदियौँ भने चाहिँ इक्विलिब्रियम चाहिँ सिडीतिर सिफ्ट हुन्छ। र अब एक्जो भनेको फेरि के हुन्छ, रिलिज गर्छ, जसले बढी हिट रिलिज गर्छ, त्यसलाई चाहिँ हिट चाहिँ ठुलो मात्रामा रिलिज गर्छ, त्यसलाई चाहिँ एक्जोथर्मिक भनिन्छ। अब एक्जोथर्मिकमा चाहिँ के हुन्छ त भन्दाखेरि हामीले टेम्परेचर बढायौँ भने इक्विलिब्रियम रियाक्टेन्ट साइडतिर सिफ्ट हुन्छ र टेम्परेचर फेरि एक्जोथर्मिकमा हामीले टेम्परेचर गऱ्यौँ भने चाहिँ के हुन्छ त भन्दाखेरि टेम्परेचर घटाइदिउँ भने चाहिँ रियाक्सन फेरि यही प्रोडक्ट साइडतिर सिफ्ट हुन्छ। टेम्परेचर घटाइयो भने यो पहिला यो तातो बराबर तातो थियो, तातो घटाइयो भने चाहिँ यता चिसो यता तातो भयो, तातो चाहिँ चिसोतिर सर्छ, त्यही भएर दुइटै फेरि बराबर उही लेभलमा आउने भयो। त्यही भएर चाहिँ यस्तो रियाक्सनहरू हुन्छ। र डेल्टा एच भनेको माइनस भनेको के हो, नेगेटिभ भनेको एक्जोथर्मिक हो, र पोजिटिभवाला आयो भने इन्डोथर्मिक भन्ने बुझ्नुपर्छ हामीले इक्जाममा। डेल्टा ई माइनस यस्तो भनेर हुन्छ, यो भनेको एक्जो, यो भनेको इन्डो। यस्तो आयो भने इक्जाममा एक्जो आयो भने प्रोडक्ट साइडमा प्लस हिट गर्ने र प्लस आयो भने उता रियाक्टेन्ट साइडमा प्लस हिट गर्ने। यसै गरी चाहिँ हामीले बुझिन्छ।